परमेश्वरलाई धन्यवाद। साथै आज उपस्थिति हुनुभएका प्रभुको जन्मदिनलाई खुसी मनाउँदै तपाईँले आज हामीलाई बडा खुसी बनाउनु भयो। जवान नानीहरूले सबैजनाले हामी खुसी हुनुपर्छ। अनि हामीले निम्ताएको भाइहरू आज हाम्रो बिचमा आइपुग्नु सकेन। जतिजना आइपुग्नु पाउँछ उहाँहरूलाई पनि हामी धन्यवाद दिन्छौँ। किन हामीले अरूको जन्म उत्सवलाई नाच्दै गाउँदै इत्यादि इत्यादि गर्छौँ भनेदेखि मैले तपाईँलाई एक दुईवटा कुरा भन्नु छ। हामी चाहिँ अघि परमेश्वरको वचनमा सुनिहाल्यौँ, हाम्रो धर्म कर्महरू चाहिँ पछि रद्द हुन जान्छ भन्छ। अनि चाहिँ के अरे त्यसलाई रद्द गर्दै जाँदैछ। अहिले कति देशमा ठुल्ठुला मन्दिरहरू तोडफोड भएर अनि उनीहरूमा नाना भाँतीको रोग बिमार फैलिएकोले गर्दाखेरि चाहिँ आज उनीहरूले पनि प्रभु यीशु मसीहमा चाहिँ सत्य रहेछ भनेर उनीहरूले पनि प्रमाण दिइरहेको आज रातभरि मलाई मेसेज आइराखेको थियो। ठुल्ठुलो प्रभुको दासहरूले मेरो फोनमा कसरी याद पायो उनीहरूले मेसेज हाल्दै थियो। राति उठेर मैले हेरेँ अनि बिहान पनि हेर्दै थिएँ। अनि सारा विश्व नै प्रभु यीशु मसीहको नाउँमा खुसी र आनन्द मनाइरहन्छ। हामी पनि यो सानो जुनमा मिलेर गरिराखेको छौँ। अनि मेरा सन्तान नानीहरूले अनि आमाहरूले जमन छोराहरूले हामीलाई बडा खुसीसँग परमेश्वरको जन्म उत्सवलाई उनीहरूले सिरुपर गरेको लागि म पनि तपाईँलाई एकदमै धन्यवाद दिन्छु। हामी यसरी आशीर्वाद हुँदै यो पृथ्वीमा जबसम्म हामी बाँच्छौँ तबसम्म एक दुसराको वास्ता गर्दै प्रभुलाई नचिनेको व्यक्तिहरूलाई हामी निम्ताउँदै उनीहरूलाई यो सन्देश दिन्छौँ। हालेलुया। आज हाम्रो बिचमा मेरो भाइ बहिनी आइपुगेको छ। धेरै समय बादमा तपाईँहरूलाई याद छैन, हामी धेरै समय बादमा हामी दाजुभाइ हो, सानो दाजुभाइ। हामीले पहाड पर्वत कन्दरा गएर हामी सुसमाचार सुनाउने व्यक्तिहरू। भाइ एकछिन उठिदिनुहोस् त, भाइ एकछिन उठिदिनुहोस् त। मलाई राम्रो चिनिराख्नुहोस्, धेरै वर्ष अगाडिदेखि। अनि जब मलाई यसपालि मलाई यो बिमारले गर्दाखेरि त्यति साह्रो होसमा पनि त्यसले गर्दाखेरि मैले हिजो सम्झिँदै हाम्रो भाइलाई म बिर्सिँदिनँ। जबसम्म यो संसारमा हामी रहन्छौँ मेरो भाइ भनेर उहाँलाई चाहिँ स्वागत गर्छु। अनि उनीहरूको नानीहरू कति सबै कुराहरूले गर्दाखेरि उनीहरू हाम्रो साथमा अहिले छैन। र पनि हामी चाहिँ प्रार्थना गरिराखेको छौँ त्यो जग्गालाई, त्यो ठाउँमा एकदमै खुल्ला होस्, कुनै केले पनि नबाँधेको होस् भनेर कतिवटा संसारको रीतिरिवाजले गर्दाखेरि आज हाम्रो सृष्टिकर्तालाई नचिनेर हामीले हाम्रो बाउ बाजेले मानेको धर्मलाई कर्मलाई हामीले सिरुपर गरिराखेको छौँ। यो हामीले आज प्रभुको जन्मलाई क्रिसमस अथवा प्रभु यीशुको जन्मदिन भनेर है बडा खुसी मान्छौँ, केक काट्छौँ, रमाइलो गर्छौँ, एक दुसरालाई यसरी नै हामी स्वागत गर्छौँ। बाइबल धर्मशास्त्रले भन्छ तपाईँले नाचेर गाएर प्रभुलाई चाहिँ तपाईँले उपहार दिनुभयो। अस्ति मैले उपहारको विषयमा भने त्यसलाई जोडिदिनँ। उपहार दिनुभयो। आमाहरूले सानो सानो नानीहरूले नाचेर गाएर परमेश्वरलाई उपहार दिँदै गरे। तपाईँले सोच्नुहोस्, प्रभुको अघि तपाईँ र मैले सुनिराखेको छु होइन, त्यो यहाँनिर युदीहरू चाहिँ ज्योतिषीहरू चाहिँ बडा ठुल्ठुलो व्यक्तिहरू थियो। उनीहरूले चाहिँ तिनवटा उपहार दिएको कुरा अस्ति मैले तपाईँलाई बताएँ। तिनवटा उपहार दिएको थियो उनीहरूले विभिन्न प्रकारले उपहार दिएर प्रभुको जन्म। त्यो उपहार चाहिँ तपाईँले मैले हामी कसैले पनि दिनु पाएन। तपाईँले राम्रो सुन्नुहोस्, त्यो तिनवटा उपहार चाहिँ हामीले दिन सकेन। त्यसको लम्बा चौडा अवसर लामो छ। त्यो तिनवटा उपहार दिनु नपाउँदा अहिले तपाईँले मैले कसरी उपहार दिँदैछु। 2025 वर्ष अगाडि प्रभुको जन्म यस पृथ्वीमा भयो भनेर बाइबल धर्मशास्त्रले तोकेर भन्छ।
त्यसलाई आजको दिनसम्म सारा देशले सारा जातिले मानिरहेको छ। प्रभुको जन्म चाहिँ हामी उफ्रिनुपर्छ, गाउनुपर्छ, नाच्नुपर्छ, रमाट गर्नुपर्छ भनेर रमाट गरिराखेको छ। अघि एकजना भाइले गीत गाउँदै थियो होइन, झिलिली बत्ती बोलिराखेको छ, नाना भाँतीको रङ्गिन पेपरले सजाइराखेको छ, उनीहरूबाट खुसी मानिराखेको छ। बाइबल सिधै भन्छ यो जति क्रिस्चियनको लागि मात्रै यो जन्म र उत्सव होइन। तपाईँले लुकाको किताब बाइबल हुने लुकाको किताब 2:10 तयारी गरिराख्नुहुन्छ। त्यहाँनिर के भनेको छ, यो चाहिँ सबै देशको लागि, सबै जातिको लागि, क्रिस्चियन परिवारको लागि मात्रै। त्यसले गर्दाखेरि हाम्रो अन्य दाजुभाइ बहिनी छिमेकी हाम्रो कोहीहरू पनि छ, उनीहरूलाई चाहिँ हामी निम्ताउँछ। अब हामी सबै मिलेर प्रभुको जन्मदिनलाई चाहिँ खुसी र आनन्दको साथमा अलिकति भए पनि समय दिउँ भनेर हामीले चाहिँ तपाईँलाई निम्ताएको हो। अनि त्यसले गर्दाखेरि आज हामी धेरै थोरै जति छौँ, तपाईँले पढिदिनुहोस्। यो सबै चाहिँ क्रिस्चियनको लागि मात्रै होइन। आज सारा देशमा जाति जाति मान्छे छ, उनीहरू विभिन्न धर्म मानेर उनीहरू समय गुजारिराखेको छ। त्यो सबै जातिको लागि पनि प्रभुको जन्ममा चाहिँ ठुलोभन्दा ठुलो रहस्य थियो, उद्धार थियो, मुक्ति थियो, जीवन थियो, अनि संसारमा बस्दा पनि आनन्द थियो। पढिदिनुहोस् न 2:10। अब दूतले तिनीहरूलाई भने, नडराऊ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। हालेलुया। क्रिस्चियनको लागि मात्र होइन, संसारको जति पनि धर्म रिलिजनहरू छ, सबै जातिहरूको लागि चाहिँ यो सुसन्देश छ। हालेलुया। सबै जातिको लागि, सबै वर्गको लागि, ठुला साना होइन, जस्तै ज्ञानी बुद्धिमानी होस्, अनि उनीहरूले यो संसारमा विभिन्न प्रकारको धर्म अपनाएर बसिराखेको छ। उनीहरूलाई हामी खुसी गर्नु, उनीहरूलाई चाहिँ एकदमै अलग गर्नु हामीलाई परमेश्वरको वचनले दिँदैछ। किनभने त्यो व्यक्तिहरूलाई चाहिँ नजिक ल्याऊ, परमेश्वरको सत्यता सुनाऊ। परमेश्वर स्वयंले हामी संसारदेखि टाढा भएको, परमेश्वरको आज्ञाविहीन भएको, परमेश्वरको आशा रहित भएकोहरूलाई नजिक गराउनुको लागि, उद्धार दिनको लागि ऊ मानव अवतारमा जन्मिनु कत्रो ठुलो हाम्रो भाग्य हो भनेर तपाईँ र मैले सम्झिने कुरा हो। त्यसले गर्दाखेरि चोर चाहिँ पापमा फँसेको छ, जो चाहिँ जुवा तासको नसामा बसेको छ, उनीहरूलाई परमेश्वरको सन्देश सुनाउनु अनि उनीहरूलाई सत्कार गर्नु, प्रभुमा बचाउनु सबैभन्दा ठुलो दिन आज तपाईँ र मेरो दिन हो। आज तपाईँ र मैले कुनै पनि भाइ बहिनी परमेश्वरको सत्यदेखि बाहिरिएको भाइहरूलाई तपाईँ र मैले आएर परमेश्वरको सन्देश चाहिँ सुनाउन सक्यौँ भनेदेखि यो सबैभन्दा ठुलो के हुन्छ? उपहार हुन्छ। हालेलुया भन्नुहोस् त। उपहार हुन्छ। दिन तपाईँ र मैले संसारलाई छोड्छौँ। तपाईँ र मैले बनाइराखेको कुनै पनि चिजलाई, सुन चाँदी, मुगामती इत्यादि मान मर्यादा सबै छोडेर सबै परिवार हुँदै सुख गर्दै फिक्री गर्दै बस्न तर तपाईँले म जानुपर्छ। कसैले पनि रोक्नु सक्दैन तपाईँलाई, कसैको मायाले पनि हुँदैन, धन सम्पत्तिले पनि हुँदैन, त्यो सुगन्धले पनि हुँदैन तपाईँले मलाई, न त संसारको कुनै पनि थोकले। तर एक दिन हामी चाहिँ यो संसारलाई छोड्नुपर्छ। त्यति बेला तपाईँ मेरो आत्माले चाहिँ शान्ति पाओस् परमेश्वरको राज्य। हालेलुया। तपाईँ सुचाप्नु लागि बस्नुहोस् है। हालेलुया भने संसारलाई तपाईँ र मैले छोड्छौँ। हाम्रो माटोको शरीर यो लोथ हो, यो बडीलाई लगेर सबैजना मिलेर बस्नुहुन्छ। अनि हाम्रो माया चाहिँ त्यतिसम्मको लागि मात्रै हो, त्यहाँभन्दा बेसी हुँदैन। तर तपाईँ र मलाई चाहिँ परमेश्वरले त्यो पापमा नडुबोस्। हालेलुया। हाम्रो पुर्खा आदम र हव्वाले गरेको पाप चाहिँ 4000 वर्षसम्म
हाम्रो पुर्खाहरू, हाम्रो दर सन्तानहरू, हाम्रो भावी सन्तान कोही पनि सबै मर्दैथ्यो, मरेकै हुँदैथ्यो। 4000 वर्ष पछाडि परमेश्वरले महान योजना आफैले रचेर यस संसारमा मानव अवतार भएर आएर जन्म लिएर तपाईँ र मलाई बचाउन, संसारलाई, तपाईँ र मलाई मात्रै होइन संसारलाई बचाउन, संसारको विधि विधानमा लुकेर बसेका बाइबलले राम्रो भन्छ होइन। तँलाई चाहिँ म सिकारी बनाउँछु भनेर परमेश्वरको वचनले भन्छ। हामीलाई चाहिँ परमेश्वर चाहिँ सिकारी जस्तै भएर खोज्न आयो यो संसारमा। कुना कन्दरामा लुकेर छिपेर दबेर बसेको मान्छेलाई चाहिँ परमेश्वरले चाहिँ खोज्नुको लागि चाहिँ यस संसारमा आउनुभयो। अनि उसको विधि विधानदेखि टाढो भएकोहरू, उसको सिद्धान्तदेखि लुकिएकोहरू, उसको सिद्धान्तलाई चाहिँ घृणा गरेकोहरूलाई चाहिँ बचाउनुको निम्ति प्रभुले जन्म लिएको दिन, त्यसलाई भन्छ हामी प्रभु यीशुको जन्मदिन। हालेलुया। हामीले बडा दिन भन्छौँ। बडा दिन भन्दा त हामीलाई ठुलो हर्ष लाग्छ नि, होइन भन्नुहोस् न। आज चाहिँ हामीहरू सबैले हाम्रो आत्माको लागि चाहिँ के सोच्नुपर्छ, के बुझ्नुपर्छ भन्दा चाहिँ आजको बडा दिनलाई हामीले हर्ष साथ हामीले जीवन समर्पण गरेर हामी चाहिँ रहनुपर्छ। चाहे हिन्दू होस्, चाहे बुद्धिस्ट धर्म मान्ने होस्, कोही पनि साधु र सन्त लोक संसारको जति पनि जाति पाति उनीहरूले मानेर बसिराख्यो, यो उनीहरूको लागि पनि हो। कति राम्रो परमेश्वरको वचन यसरी भन्छ, यो बडा चाड इसाईहरूले मात्र आफ्नो नठानेर अरू सम्प्रदायहरूले पनि अति हर्षोल्लासको साथमा मनाउँछ। यो सुखद समयमा विश्वका लाखौँ मानिसहरू होलेन, अथवा तपाईँ र मैले छिट्टो बुझ्छौँ होइन, यरुशलेम। तपाईँहरूको घरमा टिभी सजाएर हेर्दै गर्दाखेरि कतिपय हिन्दूले पनि बुद्धिस्टले पनि यो यरुशलेमको बारे भन्दै गरेको हुन्छ। यो चाहिँ सबै देशको जातिको एउटा धर्म केन्द्र। त्यो देशमा गएर उनीहरूले चाहिँ पाप कटनीको लागि भनेर जान्छ। परमेश्वरको वचनले नबुझ्नेहरूले पाप कटनीको लागि जाउँ भनेर त्यो देशमा जान्छ, तीर्थयात्राको लागि। जसरी चाहिँ साधुहरूले चाहिँ तीर्थयात्रीहरू भन्छ, उनीहरू चाहिँ तीर्थयात्री भएर त्यो होलेनमा पुगेको हुन्छ। अनि उनीहरू त्यहाँनिर जस्तो इसाईहरूले गर्दै गरेको रीतिरिवाजलाई अप्नाएर केही दिन बादमा फर्केर आउँछ। आज त्यही कुराहरू आज देशको ठुल्ठुलो वक्ताहरूले आज जति तपाईँहरूको फोनमा छ नि उनीहरूले लगाइदिएको हुन्छ। यसरी मान्दैछ यो दिन चाहिँ हामीले चाहिँ जसरी परमेश्वरले हाम्रो मृत्युको लागि, मृत्युको सजायको लागि उपहार भएर आयो, हामीले पनि उसको जन्मदिनलाई हामी स्वयंले चाहिँ के दिनुपर्छ, उपहार दिनुपर्छ। मैले तपाईँलाई अघि भनिहालेँ, त्यो 3 जना ज्योतिषीहरूले 3 प्रकारको के अरे द्रव्य भेटीहरू चढायो। आज तपाईँ र मैले त्यो द्रव्य भेटी चढाउने मौका पाएको थिएन, अघि नै भइसकेको थियो। तर अब तपाईँ र मैले हाम्रो नानीहरूले जसरी डान्स देखाउँदैछ, यसलाई चाहिँ नाच हो, गान हो, यो थिएटर मात्रै नसोचेर प्रभुको निम्ति गाउँछ, प्रभुको निम्ति नाच्छ, प्रभुको निम्ति तपाईँ र म चाहिँ के गर्छौँ, खुसियाली गर्छौँ। खाऊ पियो, त्यसकै गर, कसको निम्ति गर, हालेलुया, परमेश्वरको निम्ति गर। हामी बुढा खाडा सबै, हामी बुजुर्गहरू, युवाहरू सबै मिलेर, आमा दिदी बहिनीहरू, बालक बालिका, हामी सबै मिलेर प्रभुको निम्ति तपाईँ र मैले के गर्नुपर्छ, खुसी मनाउनुपर्छ। हाम्रो प्रभु नजन्मिएको भएदेखि उद्धार मुक्तिको बाटो खोलिदिने संसारको ज्ञानी राजाहरू थिएन। हालेलुया, हालेलुया, हालेलुया थिएन। दाउद राजाको यति साह्रो मान्छेले प्रशंसा गर्छ, बाइबलभरि दाउद राजा, तर दाउद राजाको सुकेको कुराहरू पाउँछ। सुलेमान राजाभन्दा कोही पनि अघि त्यस्तो ज्ञानी जन्मिन, पछि पनि जन्मे, ऊ पनि पापमा सुकेको देख्छौँ। प्रभु यीशु मसीहले उसले जन्म लियो, उसको मृत्युसम्म उसले कुनै पनि पाप गरेन, अमिठे बोलेन।
नराम्रो काम गरेन, कसैको लुटेन, कसैलाई दबाउ दिएन, संसारलाई हेर्छ तपाईँ म संसारको ज्ञानी धनी बुद्धिमानीहरूले तपाईँ म जस्तो निर्मुखाहरूलाई कस्तो प्रकारको दबाउ दिइराखेको छ। हालेलुया, हालेलुया, त्यही दबाउलाई चाहिँ स्वतन्त्र गर्नको निम्ति प्रभु यीशु मसीह आउनुभएको आजभन्दा 2025 वर्ष अगाडि र सारा संसारले 2000 कतिजनाले इसाईहरूले पनि यसरी भनिराखे प्रभु यीशु मसीह जन्म त 2020तिर गए त हो, अब कहाँको यीशुको जन्म भनेर भनिराखेको हुन्छ। खाऊ लगाऊ उत्तम पातौँ खुसी मनाऊ भनेर। तर मित्रहरू, तपाईँले मैले प्रभु यीशु मसीहले आफ्नो जीवन तपाईँलाई यो संसारको लागि उपहारको रूपमा अर्पण गर्यो भनेदेखि तपाईँले मैले त्यसको सट्टामा आज के दिन सक्छ र सक्दैन। यही नै हो तपाईँले मेरो हृदयमा एकदम खुसी र आनन्द प्रफुल्लितता समय दिन आज एकछिन र हामीलाई परमेश्वरले यसरी माया गरेर यो संसारमा रहन बस्न दिएको छ। मैले प्रभुलाई विश्वास गरेको 43-44 वर्ष भयो, 43-44 वर्ष भयो। तर अहिलेसम्म मैले एउटा असाध्य पार्नु पनि परेको छैन। हाम्रो नानीहरूको लागि हामी संसारमा जाँदाखेरि धेरै खर्च गर्थ्यौँ अनि हामी आफै बस्थ्यौँ, हामी आफै दान पुण्य गर्थ्यौँ। तर त्यो कुराले हामीलाई कहिले पनि शान्ति हुँदैन थियो। घरको सबैभन्दा सानो भाइ अनि दाजुले मलाई गाली गर्थ्यो, सबैभन्दा भाइ कान्छा त हो, तर अब हाम्रो जति पनि जस सन्तानमा चाहिँ तैँले चाहिँ हाम्रो आहारमा चाहिँ मुसो लगाएको भन्दा हुन्छ भने। किन भन्दाखेरि चाहिँ क्रिस्चियन भयो भने। अनि हामीले धेरै वर्षसम्म सँगै बस्यौँ, धेरैसँग पर्खेर बस्यौँ। अनि हामीलाई मेरो बाउको प्रपर्टीहरू पनि नदिने भयो, हामी पनि खुसी भयौँ। प्रेज द लर्ड, प्रभुले हामीलाई जीवन दिएको छ। हाम्रो निम्ति स्वर्ग छोडेर यस पृथ्वीमा मानव अवतारमा आएर हामीलाई पाप र अधर्म चिनाउने प्रभुलाई हामीले विश्वास गरेर हामीलाई खानु दिन्छ, लाउनु दिन्छ, सब कुरो दिन्छ भनेर हामीले कुदिन्थ्यौँ। पछि केही समय बादमा उनीहरूले कोसिस गरे मेरो बाउको छालामाला जति पनि ल्यान्ड प्रपर्टीहरू थियो इत्यादिहरू थियो बोलाएर हामीलाई दियो। तर हामीले त्यो ल्यान्ड प्रपर्टीबाट अहिलेसम्म नि कमाइ खाएको छैन, हामीले उनीहरूलाई खाऊ भनेर। प्रभु चाहिँ कस्तो खालको टिचालु, कस्तो खालको दयालु। मेरो 3जना नानीहरू छ, 2जना छोरा र छोरी, कतिजनालाई थाहा छैन। तर प्रभुले आजसम्म त्यो मेरो पुर्खाहरूको प्रपर्टीबाट एउटा केही पनि भागो पनि ल्याएको छैन, लाउँदैन पनि, खोज्दैन छ। मेरै नाममा छ, आमाको नाममा छ। तर हामीलाई चाहिँ परमेश्वरले कस्तो प्रकारले उभ्याइराखेको छ, यो त एउटा शारीरिक कुरो तपाईँलाई बताउँछु। यो शारीरिक कुरो चाहिँ एक दिन बितेर जान्छ मेरो मित्रहरू, सबै खतम भएर जान्छ। मैले अघि तपाईँलाई भनिहालेँ होइन। तर जसले चाहिँ आज मृत्यु पछि पनि तपाईँ र मलाई चाहिँ माया गर्दै जोगाउँदै बचाउँदै स्वर्गसम्म पुर्याउनुको जन्मदिन। हालेलुया। हामीले उपहार नदिँदै हामी खुसी नहुने, हाम्रो साथीभाइलाई डुबेकै हुन हामी दिँदैनौँ। सकेभर उनीहरूले बुझोस् चाहे नबुझोस्, उनीहरूले सत्कार गरोस् चाहे नगरोस्, तर हामी चाहिँ सत्कार गर्ने व्यक्ति परमेश्वरको निम्ति एउटा सुवासना उपहार भएर बसेका छौँ। त्यसले गर्दा अघि परमेश्वरको वचनमा सुनिहाल्यौँ तपाईँलाई मैले चाहिँ हामीले चाहिँ हाम्रो निम्ति मात्रै हो, क्रिस्चियनको निम्ति हामी माने भइगयो भन्ने चाहिँ हाम्रो गल्ती हुन्छ। मेरो बाउलाई, मेरो आमा दिदीबहिनीलाई, मेरो जवान भाइहरूलाई चाहिँ निवेदन छ, हामीले यो सोच्नु हुँदैन। धर्मशास्त्रले भन्छ, प्रभुको दूतहरूले चाहिँ बडा नडराउ भन्ने शब्दहरू दिइरहेको थियो। त्यो गोठाला चाहिँ प्रभुको जन्म हुनुभन्दा पहिला चाहिँ बडा ठुलो, त्यहाँ वरिपरि चाहिँ बिजुली चम्केको जस्तो ठुलो
उयो भएर अनि वरिपरि उज्यालो हुँदाखेरि गोठालाहरू चाहिँ अछाममा मार्यो। जुन पनि होइन, घाम पनि होइन, तारा पनि होइन, कसैको केही बत्ती पनि होइन। यो अचम्म लाग्दो कुरा चाहिँ के हो त भनेर उनीहरू सबै डगमगिराखेको थियो। त्यति बेला स्वर्गदूतले दिएको कुरा, भनेको कुरा, नडराऊ। हालेलुया। फेरि पढ्नुहोस् त, नडराऊ। आज चाहिँ यस जग्गामा चाहिँ एउटा मुक्तिदाताको जन्म भएको छ। कति राम्रो। सबै यो मुक्तिदाता चाहिँ इसाई परिवारको लागि मात्रै होइन, तर सबै देश र जातिको लागि। हालेलुया, हालेलुया। कति राम्रो शब्दहरू चाहिँ पढिदिनुहोस् त। तब दूतले तिनीहरूलाई भने त्यो डराउनेहरूलाई, नडराऊ, किनभने हेर म तिमीलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। सबै देशको मानिसहरूको लागि हुनेछ। किनभने दाउदको सहरमा आज तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म हालेलुया, भएको छ। हालेलुया। तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। यसैले गर्दाखेरि प्रभु हुनुहुन्छ। त्यो चाहिँ त्यसको नाम चाहिँ ख्रिस्ट प्रभु हुनुहुन्छ। आज ख्रिस्ट प्रभु यीशु मसीह त्यति बेला जन्मिँदै गरेको। यो चाहिँ कति बेला भनेर तपाईँ सम्झिनुहुन्छ? 2025 वर्ष अगाडिको कुरा हो। 2025 वर्ष अगाडिको कुरा। आज तपाईँ र मैले मान्यता दिन्छु, जसलाई चाहिँ आज मैले तपाईँलाई अस्ति भनिराखेको थिएँ। यो तेस्रो पाठ म भन्छु, अलिकति भन्छु भनेर है। यो तेस्रो पाठमा तपाईँ र म पुग्दाखेरि चाहिँ तपाईँ र मैले चाहिँ के बुझ्नुपर्छ, किन जन्मनु भयो, किन क्रिसमस मनाउनु पर्छ, वर्ष विशेष कष्टको बेलामा, पैसा रुपियाँ नभएको बेलामा, जाडोको महिनामा यो दिक्कत भनेर कतिजनाले सोचिराखेको हुन्छ। कतिवटा झुममा पुग्दाखेरि उनीहरू छोडिदिनुहोस्, यो जाडोमा के अरे मार्की लागेर कस्तो शरीरमा। तर जसले प्रभुले मेरो लागि उपहार दिएको छ, परमेश्वरलाई म उपहार दिन्छु भनेर जसले चाहिँ विश्वास गर्छ, न त रोगदेखि डराउँछ, न पीडादेखि डराउँछ, न त अपुगदेखि डराउँछ, न त लाजगार कुनै पनि। हालेलुया। कति राम्रो कुराहरू तपाईँ र मैले आज सुन्दैछु। परमेश्वरको वचनले तपाईँ र मलाई भन्छ कि संसारमा लुकेर हामी त्यो समयमा चाहिँ परमेश्वर बिनको मान्छेहरू के रहेछ, परमेश्वरलाई नपुज्छ। अघि तपाईँ र मैले सुनिरहेको थिएँ 3जना ज्योतिषीहरू, उनीहरू चाहिँ धनी थियो, ज्ञानी थियो, बुद्धिमानी थियो, तर उनीहरू गैर क्रिस्चियन थियो, जातिको यहुदी थियो, तर उनीहरू चाहिँ के थियो, प्रभुलाई चाहिँ विश्वास गरेको थिएन। परम प्रभु चाहिँ छ भनेको थियो। र उनीहरू चाहिँ ज्योतिष शास्त्रबाट उनीहरूले पत्ता पाउँछ। त्यो चाहिँ प्रभुले किन त्यो गर्यो भन्दाखेरि चाहिँ आज यिनीहरू ज्ञानी छ, धनी छ, बुद्धिमानी छ, मेरो सृष्टिहरू, मेरो हातको हस्तकलाहरू हो, तर यिनीहरूले किन चाहिँ पूजा गर्दैछ, यिनीहरू चाहिँ किन तन्त्र मन्त्र गर्दैछ, तिनीहरूले चाहिँ छुटकारा पाउनुपर्छ भनेर उनीहरूलाई दर्शन दिएको। सबैभन्दा त्यो गैर क्रिस्चियनलाई चाहिँ उनीहरूले दर्शन दिएको। अनि त्यो दर्शनद्वारा उनीहरूले धेरै वर्षसम्म कोसिस गर्यो, उनीहरूले पत्ता पाउनु सकेन। त्यति बेला 2वटा राजा थियो। त्यो 2वटा राजाले चाहिँ बडो क्रूर शासन अपनाइराखेको थियो। त्यो क्रूर शासनको शासनलाई तोड्नु पनि, भङ्ग गर्नु पनि प्रभुलाई चाहिँ एकदमै ठुलो बाध्यता थियो। अनि त्यसले गर्दाखेरि तिनीहरूकोमा दर्शनमा अन्य जातिहरूको उसमा उनीहरूले चाहिँ सपना दिन्छ। अनि उनीहरूको दर्शन शास्त्रमा हेर्दाखेरि चाहिँ यस पृथ्वीको राजा भएर जन्मिने एकजना व्यक्ति आउँदै हुनुहुन्छ। हालेलुया। त्यो राजालाई के चढायो? त्यो राजालाई हालेलुया सुन चढायो। राजालाई चढाउने उपहार चाहिँ थियो सुन। त्यहाँदेखि उसले धूप चढायो। त्यहाँदेखि मुर्रा चाहिँ सबैभन्दा प्रभु आउनुहुन्छ यस संसारमा। अनि प्रभुले सुसमाचार परमेश्वरको राज्यको काम सिद्धिएपछि चाहिँ ऊ चाहिँ फेरि फर्केर जानुहुन्छ। अनि मृत्युक शरीरबाट चाहिँ बदलिन्छ भने त्यो मृत्युक शरीरलाई लगाउने चिज चाहिँ थियो मुर्रा। त्यो चाहिँ लेप भन्छ, सुगन्धित चिजले तपाईँ हामीले शरीरमा दल्छ, एकदम त्यसको बास्ना नै राम्रो आउँछ।
प्रभुको काम अचम्म काम, बडा प्रेमिलो काम, शक्तिशाली काम। अनि परमेश्वरलाई हामीले आजको दिन चाहिँ कोही भाइले पनि आफ्नो उसको लागि काम धन्दा नगरेर प्रभुलाई धन्यवाद दिँदै, चाहे हाम्रोमा मिठो पाकोस् चाहे नमिठो होस्, साथीभाइसँग मिलेर आनन्द मनाउने। अब तपाईँले मैले डिसेम्बर 2025 चाहिँ आज प्रभुको जन्मदिन मान्दैछु। अबको 6 दिन बादमा तपाईँले मैले न्यु इयर भनेर नानीहरू कतिजना पिकनिक खानु जान्छ, कहाँ के गर्नु जान्छ, खुसियाली मनाउँछ। किन मनाएको भन्दाखेरि चाहिँ उनीहरूले चाहिँ सालभरि हामीलाई दुःख नहोस्, पीडा नपरोस्, कमी नहोस् भनेर उनीहरूले आनन्द मनाएको हो। दुःख सुख भन्ने कुरा चाहिँ, दुःख आपद विपद भन्ने कुराहरू चाहिँ परमेश्वरले हामी सबै जातिको लागि बनाइदिएको। राम्रो बुझिराख्नुहोस् है, सबै जातिको लागि बनाइदिएको, राजाहरूको लागि पनि बनाइदिएको छ। इभन ग्रास लेभलमा जसको चाहिँ घर छैन, उनीहरूको चाहिँ जात छैन, अर्काको घरमा बसेर मागेर खाने त्यो जातिहरूको लागि पनि मृत्यु छ, ठुलो राजाको लागि पनि मृत्यु छ होइन। महलमा बस्ने मालिकको पनि मृत्यु छ, साम्राज्यको सम्राटहरूको पनि मृत्यु छ। तर त्यो मृत्युलाई जित्नको लागि चाहिँ परमेश्वरले योजना बनायो। त्यो शक्ति चाहिँ कसैमा थिएन, सृष्टिकर्ता परमेश्वरमा थियो। त्यसले गर्दाखेरि आज तपाईँ र मलाई चाहिँ यो जग्गामा जन्म लिनुभयो भनेर तपाईँ र मैले बाइबलमा पाउँछौँ। अनि त्यो देशलाई आज सारा देशले मान्छ कि यो सारा धर्महरूको चाहिँ यो चाहिँ केन्द्र हो भनेर। सारा धर्महरूको केन्द्र, सारा जातिले चाहिँ त्यो जग्गामा गएर खुसी मनाउँछ, आनन्द मनाउँछ। अनि त्यो जग्गामा पुग्दाखेरि चाहिँ सबैले चाहिँ अब धर्म कर्मलाई बिर्सेर त्यहाँको वातावरणले गर्दा नै उनीहरूको हृदयमा आनन्दले बढ्छ भन्छ। त्यही देशमा जानको लागि प्रभुले चाहिँ तपाईँ र मलाई बनाएको। कोही भाइलाई तल कोही बेला माथि गर्नु होइन। हालेलुया। त भाइ त त्यस्तो, तर त्यो भाइ त्यस्तो भएकोलाई चाहिँ तपाईँ र मैले तानेर समाजमा ल्याउनु हो कि हाम्रो कर्तव्य थियो नि। हाम्रो प्रभुले त्यही काम गर्नुभएको नि। गलितलाई, परमेश्वरको सत्य नपाएकोलाई, परमेश्वरको प्रेमलाई भुलेकोहरूलाई चाहिँ फेरि नयाँ र ताजा तकडा बनाउनुको लागि आउनुभयो। हुन्छ, म समय लगाउँदिनँ तपाईँलाई। मैले अस्ति भनेको थिएँ, पहिलो पाठ, दोस्रो पाठ, तेस्रो पाठ मैले अलिकति भनिहालेँ। आजको दिन हामीले प्रभु यीशुको नाउँमा खुसी मनाएर आनन्द मनाएर जतिजना बच्चीहरूले थुप्रो धोका दिएको र हामीले कतिवटा नानीहरूको प्रोग्रामलाई पनि पुरा हेर्न सकेनौँ। तर जति गर्न सक्यौँ प्रभुलाई धन्यवाद दिउँ, खुसी मनाउँ। अनि यहाँ प्रभुको जन्म उत्सवको लागि केक पनि ल्याएको रहेछ। अनि यो केकलाई हामीहरू प्रार्थना गर्नु गइराखेको छौँ। यो केकलाई प्रार्थना गरेर हामी चाहिँ फेरि अन्त गर्नेछौँ। परमेश्वरले हामीलाई यो ठुलोभन्दा ठुलो मौका दिएको कुराहरू हामी गर्नेछौँ। र फेरि पनि समय सञ्चालकलाई म दिन्छु।